आज घरबाट निस्कँदा मलाई पनि थाहा छैन साथी हो, यो ट्राभलले मलाई कहाँ पुर्याउने छ। फर्स्ट टाइम म घरबाट बाहिर निस्केर ट्राभल गर्दैछु। त्यही भएर आज म बिहान उठेँ, आज केही नयाँ गर्छु भनेर सोच आयो। त्यसपछि म ढुला भुकेको घरबाट निस्किएँ कि साथी हो। बस स्टेसनमा पुगेँ, त्यसपछि बसमा चढेँ। बसमा अगाडि बढ्दै गयो होइन, झेलबाट बाहिरको दृश्य हेर्दा रमाइलो लागेको थियो मलाई। केही समयपछि भोक लाग्यो, मैले बिस्कुट किनेर खाएँ अनि चियासँग मस्त नास्ता गरेँ होइन। यात्रा मजाजै बढ्दै गएको थियो। त्यसपछि अर्को ठाउँ पुगेर म अटोमा बसेँ साथीहरू। अटो पनि यात्रा गरेँ, मजा आउँदो रहेछ अटोमा बस्दाखेरि पनि। बाटोभरि नयाँ नयाँ दृश्य हेर्दा पाइँदो रहेछ साथी। यात्रा गर्दा मैले धेरै भिडियोहरू पनि बनाएँ, हरेक क्षणलाई क्यामेरामा कैद गरेर राखेको थिएँ होइन। केही बेरपछि मैले अलिकति हिँडेँ, हिँड्दै गर्दा वरिपरिको सुन्दर दृश्य देखेर म एकछिन रोकिएँ। साँच्चै यो दृश्य र भ्यू सुन्दर नै थियो। अनन्तमा आफ्नो डेस्टिनेसनमा पुगेँ, जुन पुग्ने सोचेर म निस्किएको थिएँ। आखिर त्यो पुग्न सफल भएँ। केही समय त्यहाँ बिताएपछि फेरि घर फर्क यात्रा सुरु गरेँ मैले। फेरि बसमा चढेँ, राम्रो दृश्यहरू हेर्दै हेर्दै अन्त्यतिर म घर फर्केँ साथीहरू। आजको यो ट्राभलले मलाई एउटा कुरा सिकायो, कहिलेकाहीँ गन्तव्यभन्दा पनि यात्राको मजा धेरै खास हुने रहेछ भनेर। त्यही भएर यस्ता भिडियो तपाईँहरूलाई मनपर्छ भने लाइक सेयर र कमेन्ट गर्दै फलो गर्नु होला साथीहरू। सब्सक्राइब हुन चाहिँ नबिर्सनु होला। बाई, गुड नाइट।